2025 वर्षको अन्तिम दिन हैन अनि अब केही समयपछि नयाँ साल लाग्दैछ 2026 सबैजनाको यो साल जस्तो दुःख सुख जे जस्तो भएर बिते पनि आउने सालहरुमा राम्रो होस् सबैजनाको भन्न त केही जान्दिन सबैजनालाई अब यो नयाँ वर्षको धेरै धेरै शुभकामना साथै आज पर्न गएको हाम्रो मामाजीको जन्मदिनको पनि धेरै धेरै शुभकामना यो भन्दा म बोल्न जानेन है ल भन्छ लन बाबु हजुर बोल्नुस् ल आज न्यू इयरको दिन बोल्नुस् ल त्यसो गर्ने नयाँ वर्षको सबैलाई शुभकामना अब जति दुःख कष्ट अब हामी परदेशमा गरे पनि नगरे पनि त्यस्तै हो त्यस्तै हो अब नयाँ वर्ष आज नयाँ वर्ष हो ट्याक्क हामी चाहिँ यहाँ मोरेनानिर आइपुगेका छौँ हामीले थुप्रै भिडियो खिचेका छौँ आज मेरो जन्मदिन पनि ठ्याक्कै भान्जाहरूले चाहिँ भान्जेले चाहिँ एकदम सरप्राइज दिनुभयो मलाई खासै मैले जिन्दगीमा कहिले पनि मैले जन्मदिन मनाएको चाहिँ छैन आज चाहिँ यसपालि चाहिँ मनाइयो रमाइलो हामी गर्दैछौँ हामीसँग बस्दै गर्नु होला हेर्दै गर्नु होला अन्तिमसम्म समयपछि आउने न्यू इयरको हाम्रो भव्य के हो रे मामा त्यो फायर हुन्छ रे यहाँ त्यो पनि हामी तपाईहरुलाई देखाउनेछौँ है त अहिले रातिको 11 बजिसकेको छ अब 12 बजेपछि 2026 नयाँ वर्ष लाग्छ दाजु नेपाली हो या ल ल ल ल ल मेरो फोटो पनि आउँछ ल ल ल ल ल नयाँ वर्षको शुभकामना छ तपाईहरुलाई तपाईहरुलाई चाहिँ 2026 को चाहिँ स्वागतको लागि गरिएको फायर शो देखाउने छौं मेरो टिम अगाडि जाँदैछ भान्जाहरु हामीसँग बस्दै गर्नु होला हेर्दै गर्नु होला हामीलाई अति गाह्रो भयो तीन चारवटा गेट हामीले तीन चारवटा गेट हामी कोसिस गर्यौं भएन भित्र चाहिँ यो फायर हुँदैछ अब एकचोटी नयाँ वर्षको स्वागतको लागि यहाँ दुबईमा चाहिँ यो यति ठुलो ठुलो आकाशमा चाहिँ आकृतिहरू बनाउँछ धेरै राम्रो एउटा फायर हुन्छ भनेर चाहिँ हामी हेर्न आएको चारवटा गेट हामीले प्रयास गर्यौं तर भएन अब हेरौँ अब हामीसँग भान्जी हुनुहुन्छ फ्यामिली भयो भने चाहिँ जान दिन्छ भन्छन् अब हामी कोसिस गरिरहेको छौँ भन्छ अब फाइनल हामी चाहिँ सक्सेसफुल आइपुगेका छौँ हामीहरू अब हाम्रो भान्जी बोल्नुहुन्छ होइन कति दुःख पायौँ भनेर भान्जी बोल्नु त 4 घण्टा लाइनमा हामी यो लाइनमा कति दुःख पाइयो धन्नै कति घण्टा जति 4 घण्टा जति लाएर 4-5 वटा गेट रहेछ यता जान्छ पाइन्न उता जान्छ पाइन्न लास्टमा चाहिँ भित्र छिर्ने मौका पाइन् सायद भगवानले नि साथ दिएर होला है लौनमा हजुर अब हामी तपाईहरुलाई चाहिँ यहाँ फायर शो हुन्छ हामी तपाईहरुलाई देखाउने छौं
Marcelito. My God. Ako lang yun daw. आकाशै रङ्गियो यार ओ माई गॉड Mama. हेलो खुसी रहनु आइनियर सब खुसी अलिक साथ जोस अनि रमाइलो गरिरहनु हैन नयाँ वर्ष आजदेखि सुरु भइसक्यो यो फाइनल अब हामीले तपाईहरुलाई चाहिँ भिडियो देखाइहाल्यौं हाम्रा दर्शकहरुलाई आजको भिडियो कस्तो लाग्यो हाम्रो बान्जीले एकदम मेहनत गर्नुभयो आज हामीलाई भित्र ल्याउनको लागि बान्जी र बान्जेले हामी मामा बान्जे चाहिँ अब टाढाबाट आएको ल आज चाहिँ हामी चाहिँ अब छुट्टिने बेला भइसक्यो ल सबैलाई बाइ बाइ है हामी वान मुस्तामा सबैलाई ह्यापी न्यू इयर 2026 को सबैलाई बाइ बाइ सबै खुसी रहनु